आमालाई तलब पठाएको भिडियोमा रोको चाहिँ एक्टिङ गरेको कि साँच्चीकै हो भनेर धेरैजनाले सोध्नु भएको थियो। मैले किन एक्टिङ गर्ने यार, मेरो आफ्नो स्टोरी हो, मैले घाँटीमा छोएर कसम खाएर भन्न सक्छु मेरो त्यो आफ्नै रियल स्टोरी हो। जे भएको थियो मैले त्यही भनेको हो। मेरो रोएपछि नि फेरि त्यो भिडियो हेरेँ मैले, आँसु थाम्न सकिनँ आफ्नै भिडियो हेरेर पनि। मेरो खासमा मैले भन्नु भने मेरो बाबु पनि हुनुहुन्न। मेरो स्टोरी त धेरै छ, पीडाको कुरा धेरै छ। तपाईँहरूले यस्तो कुराहरू अहिले सेयर बिस्तारै गर्न सक्छु। घरहरूले इन्ट्रेस्ट लिनुभएको छ मेरो स्टोरी सुन्नलाई। मेरो स्टोरीबाट कतिजनाको स्टोरी रिलेट हुन्छ, सबैको आवाज पुग्न सकेको छैन। मैले सबैको आवाज पुर्याउने बाटो मेरो स्टोरी कनेक्ट गरेर पुर्याइरहेको छु। मैले खासमा चाहिँ त्यसमा तपाईँहरूले धेरैजनाले रुएँ भनेर भन्नुभयो। मैले तपाईँहरूले रुवाउनु ठिक छ, इमोसनली तपाईँहरूले टच गर्नुभयो, तपाईँहरूले पनि त्यस्तै फिल गर्नुभएको थियो र रुनुभएको जानु। तर तपाईँहरूले मैले त्यो भिडियो रुवाउन भन्दा पनि मेरो आमाको उमेरको धेरैले हेर्नु भएको छ। म के भन्न चाहन्छु भने मैले एउटा लो फ्यामिलीको मेरो के थियो यार, 100 रुपियाँ थिएन नि त, 100 रुपियाँ थिएन तेल खानको लागि, तरकारी खानको लागि। त्यस्तो लो ग्राउन्ड लेभलबाट आएर मैले यतिसम्म गर्दैछु। मैले खासै धेरै त गरेको छैन। आमाको लागि मैले सकेको गर्ने कोसिस गर्दैछु, सकेको खुसी बनाउने कोसिस गर्दैछु। आमालाई गर्दैछु, हुँदैछ, सफलता प्राप्त हुँदैछ। 21 वर्षको मान्छेले सक्यो भने तपाईँ नै सक्छन्, गर्नुपर्छ। एउटा भाइले यति लो फ्यामिलीबाट आएर एउटा तेल खानको लागि 100 रुपियाँ नहुने फ्यामिलीको भाइले आएर यसरी कोरियामा आएर मिहिनेत गरेर त सक्यो नि। यसरी लाखौँमा कमाउनु पनि 1000 होइन लाखौँमा कमाउनु भएको छ नि, सक्दो रहेछ नि त। तपाईँले गर्नुपर्छ है। त्यही भन्नको लागि म्यासेज दिनको लागि त्यो भिडियो खासमा मैले त्यो भिडियो हाल्दा नै हाल्थेन होला। रोको लास्टै रोको मलाई नै नराम्रो, मै रोएँ त्यो भिडियो मेरो भिडियो हेरेर। अनि त्यस्तो भएको थियो। मेरो रोएपछि नि फेरि त्यो भिडियो हेरेँ मैले, मेरो आफूले आँसु थाम्न सकिनँ आफ्नै भिडियो हेरेर पनि। त्यस्तो इमोसनली भिडियो भयो होइन। अनि त्यही भएर धेरैजनाले मन पराइदिनु भएको हो। त्यही भएर भन्न चाहन्छु। अनि मैले चाहिँ तपाईँहरूले यस्तै म्यासेज दिनको लागि मैले 21 वर्षको एउटा ग्राउन्ड फ्यामिलीबाट आएर मैले यत्रो सङ्घर्ष गरेर यतिसम्म गर्न सक्छु भने तपाईँले पनि गर्न सक्नुहुन्छ। कसैले चाहिँ भाइ रुन्चे, केटा मान्छे भएर रुन्यो भन्दै थिएँ। केटा मान्छे नै केटी मान्छे भए पनि आँसु आउँदो रहेछ। इमोसनल स्टोरीहरू टच हुँदाखेरि आफ्नो सङ्घर्षको दिन सम्झिँदाखेरि आउँछ त आँसु, रोइदिन्छु। आँसु बग्यो, इमोसन बग्यो, के गर्नु त मैले सम्हाल्न सकिनँ, बग्यो। अनि कतिले सपोर्ट गर्नुभएको छ। एउटा ग्रेट छोरा, यस्तै मेरो छोरा नि यस्तै बनाउन चाहन्छु, सबै छोराहरू यस्तै भयो हुन्थ्यो भनेर नि भन्नुभएको छ। तपाईँहरूलाई पनि रेस्पेक्ट छ, माया गर्नेहरूलाई रेस्पेक्ट छ, ठिक छ, सपोर्ट गर्दै गर्नु होला। मेरो स्टोरीहरू बिस्तारै तपाईँहरूलाई म भन्दै जान्छु है। यस्तै छ, राम्रै छ भन्नु पऱ्यो, सबै राम्रो छ, अल ग्रेड राम्रै छ भनेर बिताउनु पर्छ जिन्दगी है। 1 महिना भयो, अब 10 वर्ष यसै गरी बिताउनु छ है। मैले तलब पठाएपछि त्यसपछि मैले आमालाई पनि फोन गरेर गरेको थिएँ। आमाले नि इमोसनल हुनुभयो। आमाको नि मैले भिडियो क्लिपहरू रेकर्ड गरेको छु, त्यो पनि चाहिन्छ भने भन्नु होला, म हाल्न तयार छु। कतिको चाहिँ खुसी हुन्छ परिवारले, यत्तिकै तपाईँहरूले पनि खुसी गर्न सक्नुहुन्छ। मैले जस्तो खुसी पार्नु भन्नको लागि हो, सक्नुहुन्छ है। सबैलाई धन्यवाद, खामसाम्निदा।